यो भ्लग आजको भ्लग चाहिँ म मेरो घरमा टक्क हैन आलु लाउनलाई स्वाडो खन्छु। त्यो खन्दाखेरि नै बनाउँछु। तर गाइज म तपाईलाई चाहिँ मेरो घरको वरिपरि पुरा देखाउन गएको छु। गाई कस्तो स्वाडो छ भनेर पुरा देखाउन गएको छु। गाई यो चाहिँ बाउस हो गाइज है, यो चाहिँ बाउस हो। अब चक्क म यसले खन्छु। गाई चाहिँ यहाँबाट तल जान्छ गाइज है, यहाँबाट तल गएर म चाहिँ स्वाडो खन्नु पर्छ गाइज। आज चाहिँ मैले यहाँ चाहिँ आग लगाएको है भर्खर भर्खर गाइज। अब चाहिँ म तल जान्छु गाइज, तपाईलाई पनि देखाउँछु गाइज। उ त तल पानी लगाएको छु, टक्क यहाँबाट जान्छु गाइज है। यहाँ चाहिँ यस्तो छ गाइज है, यस्तै छ गाइज गाउँघरतिर है, गाउँघरतिर। यहाँ चाहिँ तलबाट पनि एउटा घर छ गाइज है। तलको मान्छे के गर्दैछन् देखाउँछु गाइज। बाब्बे तार्दै कि बाब्बे, तलको मान्छे चाहिँ बाब्बे तार्दैछन् गाइज। मैले खर्नु पर्ने चाहिँ सानै छ कि गाइज आलु लाउनलाई। आधा स्वाडा चाहिँ मेरा पारा गाउँ छन्, पल्ला गाउँ छन् है गाइज। आधा चाहिँ यहाँ सानै हो खन्नु पर्ने, सानो यत्रै। यहाँ चाहिँ प्याज लाग्छ अहिले, यो प्याजमै पानी छान्नुपर्छ, यो प्याजमै छान्नुपर्छ पानी। यहाँ चाहिँ त्यति केही आवश्यकता छैन, यहाँ चाहिँ अलिक ठुलो भइसकेको छ। यहाँ आयो है, यहीँमै छाड्छु पानी चाहिँ। एकचोटि पन्याउँदा सबै सरसर पन्याउ त हाल्नु। हेर्नुहोस् गाइस, टक्क चाहिँ प्याज पन्याइसकेको छु। अब चाहिँ म खन्छु है गाइज, खन्छु। एकचोटि दिएको छु गाइज प्याज चाहिँ कसरी पन्नेको छ गाइज। त्यति राम्रोसँग त छैन गाइज, त्यति ठुलो पनि भएको छैन। पाराका भाउको प्याज चाहिँ ठुलो भएको छ, तर यहाँ चाहिँ केही भएको छैन। यहाँ चाहिँ यस्तै छ गाइज, यस्तै छ, त्यति राम्रो छैन। यहाँ यस्तै छ, अनि माथिमा पनि सानो भएको छ। अलि यहाँ घरमाथि पनि छन् स्वाडा। तर अब चाहिँ मैले यही खन्नुपर्छ गाइज, यही खन्नुपर्छ गाइज है। अब चाहिँ म खन्छु है गाइज।
सकेँ। यो हेर्नु होला गाइज, यहाँ चाहिँ यहाँ ग्याप पनि आएको। अहिले चाहिँ मैले खनी पनि सकेँ है, मैले चाहिँ खनी पनि सकेँ। गाइज आजको भ्लग चाहिँ यति। यो भ्लगलाई चाहिँ जति सक्दो सेयर अनि लाइक एन्ड सब्सक्राइबको कमेन्ट हुन नभुल्नु होला गाइज। बाई बाई गाइज।